So guys, welcome back to my YouTube channel. It's been a long time since I have uploaded any video on YouTube. Almost 1.5 years just भयो, but we are simply back. Let's see how consistent we can be. तर yes, for today we will be doing some of the accessory movement of back and biceps. तीनटा back, एउटा biceps छ. So let's go. खास मैले के भन्छ मिटको रिक्याप भिडियो बनाउँछु भनेको थिएँ एसियन्सको, तर त्यस्तै भयो, त्यो बनाउन पाएको छैन. बट आई थिङ्क द नेक्स्ट भिडियो विल बी अफ द्याट. तर फर नाउ टुडे विल बी डुइङ द एक्सर्साइज वर्क. सो लेट्स गो. लेट्स डु फर्स्ट वान एक सेट वार्मअप गरौँ न, त्यसपछि विल स्टार्ट. Just simple 10 reps. Let's go for the first set. I will make sure कि जे पनि टिप दिन सक्छु तपाईलाई गेन्सको हुन्छ नि, त्यो फिटनेसको रिलेटेड या फेरि हुन्छ नि तपाईले कसरी मसल ग्रो गर्न सक्नुहुन्छ, कसरी राम्रो टेक्निक फर्म यताउता पावर लिफ्टिङ रिलेटेड या फेरि सिम्पली बडी बिल्डिङ रिलेटेड विल गिभ यु आज ब्याक बाइसेप्स छ. सो तिनीहरूको पनि मैले टिप्स दिन्छु. सो लेट्स स्टार्ट विथ द फर्स्ट टिप इज always use straps while doing the back. Most of थाहा छ, तर पनि still I see people doing jerking the weights off while doing back, जसले गर्दा तपाईको फोर आर्म्समा इन्गेजमेन्ट बढी पर्छ, बाइसेप्समा पर्छ, शोल्डरमा पर्छ. सो always use straps while doing the back movement. So let's go for the first set for 10 reps, easy shit. Let's go. Always slow, nice and controlled weight. So we as a power lifter do not push accessories त्यो लेभलसम्म, त्यो फेलियरसम्म, किनकि हाम्रो मेन लिफ्टलाई असर गर्छ एक्सेसरिजले फटिक भएर. सो वी सुड हुन्छ नि हाम्रो प्रिस्क्राइब्ड हुन्छ कि यति आरपीमा गर्ने भनेर. सो फर मी एभ्री एक्सेसरिज इज फर आरपी 7, बट आई एम इन अफ सिजन, सो आई क्यान पुश इट फर आरपी 8. अनि कुनै कुनै मसल्स हुन्छ तिनीहरू चाहिँ पुरै म्याक्स फेलियरसँग पुस गर्न नि मिल्छ, किनकि त्यो मसलहरूले खासै फटिक दिँदैन आफ्नो मेन लिफ्टमा, त्यो चाहिँ ख्याल गर्नुपर्छ. सो फर दिस आई एम इन्क्रिजिङ वान मोर 70मा गरेको थियौँ. सो लेट्स गो फर 75. अनि अलवेज इसेन्ट्रिकमा जाँदाखेरि अलवेज नाइस स्लो एन्ड कन्ट्रोल्ड हुनुपर्छ वेट, सो द्याट तपाईँको मसल्समा पुरै टेन्सन होस्. किनकि यदि त्यो तपाईँले जर्क गरेर हान्नुभयो, छिटो हान्नुभयो भने त्यो मसलमा पर्दैन, त्यो मसलमा परे छैन भने त्यो एक्सर्साइज हानेर काम पनि छैन. सो let's go guys, let's go for the second set. So on in between rest पनि तपाईले त्यो 4-5 मिनेट दिन पर्दैन according to my perspective. Nice. So guys, let's move up to the third set. अझै एक बढाएँ मैले. लेट्स गो फर द 80. अनि यदि 10 रेप पुगेन र 10 रेप भन्दा अगाडि नै आरपी 7-8 भयो भने आई विल लिभ इट, किनकि एज आई सेड वी विल नट बी फटिगिङ आवर मसल्स. Okay, good 10 reps. This is the pump after the lat pull down. Don't go on my hair. मैले कपाल नकाटेको धेरै भयो, 2-3 महिना भइसक्यो, 2 महिना भइसक्यो मैले कपाल नकाटेको. I have some reasons for that, but it is what it is guys. So let's go for the second one. Second one is seated row. So let's go. Same 4 set for 10 reps. Let's go for 65.
सो अनि सिटेड रो हान्दाखेरि या फेरि ब्याकको एक्सर्साइज कुनै पनि एक्सर्साइज हान्दाखेरि आई हेभ सिन मोस्ट अफ द पिपल डुइङ रङ थिङ किनकि उनीहरूले एक्सर्साइज त चेस्टको ब्याकको हान्दा हुन्छ तर तान्न चाहिँ पुरै हातले तानिरहेको हुन्छ हातले ढकलिरहेको हुन्छ कि त हातले ढकल्ने पनि हो हातले तान्ने पनि हो बट ब्याकको एक्सर्साइज गर्दाखेरि यदि मैले सबै वेट हातैले तान्यो भने यस्तो गरेर हात मात्रै तान्यो भने हात मात्रै तान्यो भने त केही मतलबै भएन नि हातको एक्सर्साइज गरेको त होइन नि हामीले फुल्ली ब्याक फोकस्ड एक्सर्साइज गरेको नि त सो त्यो टेन्सन त्यो फोर्स अनि जुन तपाईँले त्यो तान्नुहुन्छ नि जुन इनर्जीले त्यो चाहिँ तपाईँको पुरै ब्याक कन्ट्र्याक्ट हुनु पऱ्यो कि हात तान्ने होइन कि ब्याक तान्ने हो यसरी हात तानेर के गर्नुहुन्छ पुरै राम्रोसँग छोपेर स्ट्रेट भएर ब्याकले तान्ने ब्याक स्क्विज गर्ने बिस्तारै रिलिज गर्ने अनि स्ट्रेच गर्ने फेरि ब्याकले तान्ने रिलिज गर्ने ब्याकमा मात्रै हरेक एक्सर्साइजमा चेस्ट हान्दा पनि हातले मात्रै ढकल्न खोज्ने होइन कि पुरै चेस्ट इङ्गेज गरेर चेस्टलाई माथि गएर कन्ट्र्याक्ट गर्छु तल गएर स्ट्रेच गर्छु भनेर त्यो भनेको जुन मसल गर्नुभएको छ त्यो मसललाई टार्गेट गरेर गर्छु त्यो एमएमसी त्यो माइन्ड मसल कनेक्सन भनेको हातले तान्ने होइन नि त ब्याक हान्दाखेरि हातले यसरी तानेर के गर्नु जब त्यो मसलमै परेको छैन भने त के मतलब भयो त त्यो मसल ग्रो नै हुन्न सो आरामले हात जस्ट राख्ने हो अनि पुरै ब्याकले तान्ने तारे छोड्ने अनि तान्ने है सो मेक स्योर टु पुल विथ द्याट मसल विच यु आर ट्रेनिङ नट अलवेज ह्यान्ड तपाईँले हातले तान्ने होइन जुन मसल ट्रेन गर्नुभएको छ त्यसले तान्ने हो मोस्टली चाहिँ मैले ब्याकमा देखिरहेको हुन्छु कि सब हातले तानिरहेको हुन्छ त्यसै त स्टार्ट लाएर हान्दैन त्यसै माथि हातले तानिरहेको हुन्छ त्यो मसलमा केही पर्दैन हात ब्याक हानेर पुरा त्यो फोर आर्म्स ट्रेन गरेर जानुहुन्छ के अर्थ रह्यो त त्यसको सो मेक स्योर टु रिमेम्बर द्याट इन योर नेक्स्ट ट्रेनिङ सो गाइज द थर्ड वान इज के भन्नु रेयर डेल्ट फ्लाई अनि आई हेभ सिन मोस्ट अफ द गाइज डुइङ द मिस्टेक कि उनीहरू यहीँ चप्केर हान्दा हुन्छ कि यहीँ चप्केर हान्दा हुन्छ यहीँ चप्केर हाने पर त्यो रेयर डेल्टमा कम हातहरूमा बढी पर्छ कि सो आई डोन्ट थिङ्क यहाँ बसेर हानेर कुनै इफेक्टिभनेस हुन्छ सो आई अलवेज प्रिफर लिनिङ अलिटल बिट ब्याक होइन लिनिङ अलि पछाडि जाने अनि आफू अगाडि लिन हुने सो द्याट त्यो माथिको यो अप्पर ब्याक खुल्छ नि त अनि खुट्टा पछाडि राख्ने एन्ड देन नाउ फ्रम हियर यु हेभ टु डु यर रेयर डेल्ट फ्लाई बिस्तारै स्लो एन्ड कन्ट्रोल्ड अनि रियल डेल्ट फ्लाई भनेको त्यस्तो मसल छैन जुन तपाईँले सानो रेप रेन्जमा ट्रेन गर्ने इट्स अ मसल लाइक त्यो हाम्रो ल्याटरल रेन्ज हुन्छ नि त्यस्तै मसल हो जुन चाहिँ तपाईँले हाई रेन्जमा ट्रेन गर्नुपर्ने हुन्छ फ्रम 15-20 रेप्स आई डिड हेयर 15 सो त्यसपछिको 3 सेटमा पनि मैले 15-20 नै गर्नेछु सो गाइज द लास्ट वान इज बाइसेप कर्ल्स अनि फेरि केबल बाइसेप कर्ल्स अनि इट्स बिन 7 to 8 months आई हेभ नट डन बाइसेप्स यो गेम पछि बल्ल 2 हप्ता भयो मैले बाइसेप्स योसँग तेस्रो हप्ता भयो मैले बाइसेप्स हान्न लाग्यो अनि यु वन्ट बिलिभ गाइज कि 7-8 महिनादेखि मैले बाइसेप्स हानेको छैन किनकि सिम्पली द थिङ इज एज अ पावर लिफ्टर बाइसेप्स वन्ट एफेक्ट एनिथिङ इन योर के भन्छ मेन 3 लिफ्ट सो हामीले जुन मेन 3 लिफ्ट हुन्छ नि त्यसलाई इन्क्रिज गर्नलाई मात्रै हामीले आफ्नो एक्सर्साइज वर्क गर्छ कि अनि त्यसपछि अनि बाइसेप्स खासै पर्दैन नि त इभन दो आर्म्सहरू त अरू त्यो डिप्सहरूमा ट्रेन हुन्छ अनि बेन्च प्रेस 4-5 चोटि हान्दा त्यसमा पनि ट्रेन हुन्छ नि त सो बाइसेप्स खासै त्यसरी ट्रेन गर्दैन अनि त्यही भएर 6-7 महिनापछि बल्ल बाइसेप्स ट्रेन गर्दैछु अनि 3 हप्ता भयो योसँग थर्ड विक हुन्छ अनि त्यही हो 1 हप्ता त बिचमा हान्न नि पाएन किनकि मेन लिफ्ट मात्रै हानेको त्यो प्रोटेस्टको बेला सो लेट्स गो हाउ इट फिल्स हेरौँ अनि मैले वेट हालेछु त एउटा सर्टेन वेट हालेछु तर त्यो कम हुन्छ बढी हुन्छ थाहा छैन मलाई सो लेट्स गो फर 10 reps let's go for 12. 10 became too much easier 12 पनि इजी नै भयो तर इजी भयो भन्दा धेरै बढाउन किनकि त्यो अहिले अन्टिल फेलियर जान्छ त्यसले झ्याउ गर्छ मलाई सो लेट्स
50 राखेको थिएँ 55 मा हालौँ बट यस गाइज अनि बाइसेप्स अझ मेरो कोचले मलाई पनि बाइसेप्स किन हालिदिनुहुन्न भन्दाखेरि मेरो आर्म्स स्ट्रङ्गेस्ट पोइन्ट छ कि मेरो जेनेटिकल्ली आर्म्स आई एम भेरी मच ब्लेस्ड विथ आर्म्स इन जेनेटिक्स वाइज सो मेरो आर्म्स त्यत्तिकै नै राम्रो छ त्यही भएर मेरो आर्म्स ठुलो हो कि अझ सोल्डर भन्दा त्यही भएर त्यो मेरो सोल्डर राउन्डनेस ठुलो भए पनि सोल्डर ठुलो देखिन्न किनकि माई आर्म्स सिम्पली डोमिनेट्स द सोल्डर अनि सो द्याट्स द थिङ अनि 55 हालेको छु हेरौँ कस्तो जान्छ इट्स फिल गुड डुइङ एक्सर्साइज do being in off season to improve your weak point, to improve muscle mass, to fill up the categories. जस्तै कि म जस्ट अलमोस्ट 8-9 महिना त भयो म 83 मा बिल्ड अप गर्न लागेको 74 बाट सो त्यो पक्कको मसल सबै मसल बेलिजहरू राउन्डनेस त्यो मसल मास फिल अप गर्न त्यो प्रोसेस राम्रो लाग्छ के आई अलवेज टेल टु द गाइज द्याट यदि तपाईँ आफ्नो लिफ्टमा यति हान्छु भनेर फोकस गर्नुभयो भने त्यसले खासै तपाईँलाई त्यो इन्जोय गर्न पठाउनु कि किनकि बिचमा धेरै कुराहरू हुन्छ इन्जुरी हुन्छ बढ्दैन डाइट हुन्न कहिले काहीँ स्लिप पुग्दैन कामले यताउता स्ट्रेस हुन्छ तर इफ यु इन्जोय द प्रोसेस तपाईँको आफ्नो त्यो बिल्डिङ ब्लकहरू प्रोसेस जसरी तपाईँ प्रोसेसलाई इन्जोय गर्न थाल्नुभयो भने तपाईँको हरेक मोमेन्ट तपाईँले यस्तो राम्रोसँग इन्जोय गर्न सक्नुहुन्छ र हरेक मोमेन्ट तपाईँ एकदम हुन्छ त्यो ब्लेस्ड फिल गरेर गर्न सक्नुहुन्छ कि तपाईँ इन्जोर्ड हुनुहुन्छ तर पनि ट्रेन गरिराख्नु भयो भने जस्ट थिङ्क अफ द्याट कि तपाईँ इन्जोर्ड भएर पनि ट्रेन गर्न सक्नुहुन्छ तपाईँ इन्जोर्ड मात्रै हुनुभयो कि हात खुट्टा भाँचेको भए केही नराम्रो भएको भए त्यसमा के हुन्छ तपाईँ त्यसमा ट्रेन पनि गर्न पाउनुहुँदैन सो ट्रेनिङ गर्न पाउनु भयो त त्यही नै ब्लेसिङ हो म 1.5 वर्ष इन्जुरी भएर बसेको थिएँ नि त त्यति बेला मैले आफूलाई त्यही सम्झाएको थिएँ कि मैले यति भए नि ट्रेन गर्न सकेछु कोही कोही त ट्रेन गर्न नसकेर बसिरह होला आइ एम प्रिटी मच भेरी मच ब्लेस्ड इन माई ओपिनियन भनेर त्यो आफ्नो त्यो पार्ट अफ प्रोसेसलाई इन्जोय गरेर बसिरहेको थिएँ त्यही भएर नै मैले राम्रो गर्न सकेको त्यति बेला मैले आफूलाई काम राख्न सकेको र डिसिप्लिन राख्न सकेको त्यति बेला त्यो त्यो अन द स्पट गाह्रो हुन्छ होइन धेरै कुराहरू खेल्छ मनमा बट इफ यु ओभरकम द्याट द रेस्ट विल बी लाइक गड गेभ यु द ब्लेसिङ एभ्रिथिङ यु आर ब्लेस्ड विथ द प्रिभिलेज हुन्छ नि तपाईँ पुरै प्रिभिलेजै पास हुन्छ कि आफ्टर त्यो सर्टेन त्यो प्रेडिकमेन्ट्स त्यो हार्ड सिफ्टहरू हुन्छ नि त्यो पार गर्नुभयो त्यो एडभर्सिटिजहरू त्यो प्रेडिकमेन्ट्सहरू पास गर्नुभयो भने नि अगाडिको लाइफ राम्रो छ जस्तो लाग्छ कि सो लेट्स गो फर द सेकेन्ड सेट गाइज लेट्स गो फर द सेकेन्ड सेट लेट्स डु द्याट 10 reps for ease hold 1 2 3 4 5 eccentric 5 1 2 3 4 5 yes sir let's go that was it for the back and biceps exercise session will not promise but consistent हुन ट्राई गर्छु किनकि सबै म्यानेज गर्न अलिक गाह्रो हुन्छ आई एम मोस्टली कन्सिस्टेन्ट इन टिकटक एन्ड इन्स्टा जुन कि मैले त्यो डिस्क्रिप्सनमा लिङ्क दिन्छु यु क्यान फलो मी आउट देयर अनि युट्युबमा पनि कन्सिस्टेन्ट हुन ट्राई गर्छु बट मैले टिकटक र इन्स्टामा चाहिँ दिनदिनै कन्टेन्ट हालिरहेको छु सो मेक स्योर टु सपोर्ट एन्ड फलो देयर द लिङ्क विल बी इन डिस्क्रिप्सन सो द्याट्स प्रिटी मच फर टुडे बाई गाइज जय नेपाल जय श्रीराम हर हर महादेव बाई गाइज नमस्कार